बोली सुनेर नचिने पनि मान्छे देखेपछि त चिनिहाल्छु नि। अनि कहाँ छौ तिमी? ल म आइहालेँ। राधा राधा होइन तिमी? 20 वर्षपछि भेट भयो त। 20 वर्ष होइन, 20 वर्ष 11 महिना 10 दिन 15 घण्टा 5 मिनट 3 सेकेन्ड भयो। हजुरलाई त्यो दिन देख्दा पनि कोटमै हुनुहुन्थ्यो र आज देख्दा पनि कोटमै हुनुहुन्छ। फरक यति छ, त्यो दिन हजुरको घाँटीमा दुबोको माला थियो। त्यो दिन पछि त बेपत्तै भयो तिमी। यत्रो समय कहाँ गएकी थियौ? +2 गर्न काठमाडौँ गएँ, त्यसपछि उतैबाट अमेरिका। आज मात्रै आएको। बिहे गरिछिनौ कि क्या हो? छैन। किन नगरेकी त? 30-32 वर्ष त भयो होला, अब त बुढी भयो। 30-32 होइन, कति भयो आफै हिसाब गर्नुहोस्। हजुरको बिहे हुँदाको दिन हजुर 24 वर्षको हुनुहुन्थ्यो, म 14। तिमी त 35 की भइसकिछौ। मैले सोचेको भन्दा अझै बुढी। अब त बिहे गर। कोसँग गर्नु? हजुरले बिहे गरिहाल्नु भयो। ठट्टा नगर न, यस्तो कुरा पनि ठट्टा गर्ने हो? ठट्टा गरेकी होइन, मैले साँच्चै भनेको। म हजुर बाहेक अरूसँग बिहे गर्नै सक्दिनँ। के कुरा गरेको तिमीले? चाहिँदो कुरा पो गर्नुपर्छ। खुरुक्क बिहे गर। 13 वर्षको उमेरदेखि यो मनमा बसेको हजुरको तस्बिर निकालेर लैजानुहोस्, अनि बल्ल बिहे गर्छु। तिमीले साँच्चै भनेकी हो? मैले त अहिलेसम्म जोक सम्झिरहेको। मनमा बसेको मान्छेसँग कहिल्यै पनि यस्ता कुरामा जोक्स गरिँदैन। अनि पहिला किन भनिनौ त? कसरी भन्न सक्थेँ? हजुर 24 को हुनुहुन्थ्यो अनि म जम्मा 14 की। अब यस्तो कुरा गरेर केही फाइदा छैन राधा। म आफ्नै संसारमा छु, तिमी पनि आफ्नो संसार बनाऊ। भइगयो, छाडिदिनुहोस् यो कुरा। बरु आफ्नो बारेमा सुनाउनुहोस्। म्याडमको हालखबर के छ? बाबु नानी ठुलै भयो होला नि है? एउटा बाबु छ, 20 वर्षको भयो। ऊ पढ्दै पनि छ अनि काम पनि गर्छ। आँखाभरि तिमी नै तिमी छ, मुटुभरि तिमी नै तिमी छ। हरेक रातमा हरेक दिनमा हरेक पालोमा हरेक छिनमा तिमी नै
तिमी नै तिमी छ तिमीले बाबासँग कुरा गर्यौ त? गरे छैन, गरौँला नि। ए सधैँ गरौँला मात्र भन्छौ तिमी। यहाँ आफूलाई कस्तो डर लागिरहेछ। के को डर हो कि तिमीलाई? म बाबासित कुरा गर्छु, मैले भनेपछि मानिहाल्नुहुन्छ? तिम्रो बाबाले कहाँ मान्नु होला त नि? म पर्यो दलित, तिमी पर्यो बाहुन। जातमा के राखेछ रमा? के बाहुन, के को दलित? तिमी मलाई माया गर्छौ, म पनि तिमीलाई माया गर्छु। त्यति भएपछि त पुगिहाल्यो नि। तिमीले मात्र पुगिहाल्यो भनेर हुन्छ त? बाबाले के भन्नुहुने हो? तिमी त्यसको चिन्तै नगर, बाबाले कन्फर्म मान्नुहुन्छ। मान्ने नमान्ने त कुरा गरेपछि पो थाहा हुन्छ त। पुरै गर्दैनौ तिमी। म अझै बेलुका बाबासित कुरा गर्छु अनि तिमीलाई गुड न्युज सुनाइहाल्छु। अनि मान्नु भएन भने नि? मान्नु भएन भने उही हो ताप। 20 वर्ष पुग्न अझै 2 दिन बाँकी छ। बिहे गर्ने उमेर भएको छ तेरो अहिले? बाबा उसको बिहे गरिदिनु खोज्छन् कि? ल ल ठिक छ, को केटी हो भन्? बाबा दलित हो। वाट? दलित? अनि तैँले आफ्नो जात पनि बेचिस् क्या हो? जातमा के राखेछ र बाबा? के राखेछ के राखेको छैन तैँले मैले सिकाउनु पर्दैन। बोला त्यसलाई, पहिला त्योसँग कुरा गर्छु अनि बोला तँसँग कुरा गर्छु। हुन्छ म आइहाल्छु। त माथि जा, नानीसँग मलाई केही कुरा गर्नु छ। केही पर्यो भने म तँलाई पछि बोलाउँछु। आऊ बस। अनि नाम के हो तिम्रो? रमा सुनार। कति वर्ष कि भयो? 19 वर्ष कि भए। तिमीसँग म धेरै कुरा गर्दिनँ, एउटा प्रश्न सोध्छु, जवाफ देऊ। हस्। यदि मैले हुन्न भन्यो भने तिमी के गर्छौ? मेरो छोरालाई छोड्छौ कि उसँग भाग्छौ कि सुसाइड गर्छौ? कहाँ भाग्नु? किन सुसाइड गर्नु? बरु छोड्छु। किन छोड्छौ? तिमीलाई उसको माया लाग्दैन? मैले भन्दा बढी माया उसलाई हजुरले गर्नुहुन्छ। उसलाई हजुरदेखि खोसेर म कहाँ खुसी हुन सक्छु र? मेरो छोराले भन्थ्यो जातमा के राखेछ र बाबा? उसले ठिक भनेको रहेछ। राखेको जातमा होइन संस्कारमा हुँदो रहेछ। जाऊ विजयलाई बोलाएर लिएर आऊ। ल छोरा, बुहारी मलाई मन पर्यो, तर घरमा म एक्लै भए पनि बाहिर समाज छ। भोलि तिमीहरूले यो समाजसँग लडेर बाँच्नुपर्छ। के तिमीहरूको हिम्मत छ? छ बाबा।
त्यसो भए भोलि बिहान मन्दिर जाने अनि बुहारीलाई सिन्दुर हालेर घर लिएर आउने। ल बाबु, ल बुहारी नानी, आजबाट यो घर तिमीहरू चलाउने। मेरो ब्याङ्क ब्यालेन्स र सेयरहरू सबै तिमीहरूको नाममा गरिदिएको छु। अब म आराम गर्न चाहन्छु छोरा। अब यस्तो कुरा गरेर केही फाइदा छैन राधा। म आफ्नै संसारमा छु, तिमी पनि आफ्नो संसारमा हो। केही पत्ता लाग्यो त? त्यत्रो दिनसम्म बाबा कहाँ जानुभयो भनेर खोजियो। त्यो राधा भन्ने आइमेसँग बिहे गरेर भन्नुभएको रहेछ त। हो र? कसले भन्यो तपाईँले? कसरी थाहा पाउनुभयो? कसले भन्नु, त्यही आइमेले फोन गरेकी थिए नि। कुन आइमे र चाहिँ त्यसको अनुहार हेरेर आउनु पर्यो। जाऊ त कपडा हेरेर आऊ। छोरालाई थाहा नदिउँ भनेको पछि जहिले थाहा पाउँथ्यो तिमीले भनिहालेछौ। किन थाहा नदिनु? हामीले केही गल्ती गरेको भए पो थाहा नदिनु। अब आएर त्यसले के भन्ने हो? आफ्नै छोरा बुहारी हुन्, सम्झाउला नि, कुरा बुझिहाल्छन् नि। भित्रै आऊ। बाबु विजय, कुरा के भने नि? हजुर चुप लाग्नुहोस्। हजुरसँग मलाई केही कुरा गर्नु छैन। जाऊ न। सम्धिज्यू, हजुरले के कुरो गर्नुभएको त्यस्तो? तपाईँले जानी त्यो केटीको जिन्दगी चाहिँ बर्बाद पार्न खोज्दै हुनुहुन्छ। अरे यार मित्र, सम्झाउनुहोस् न आफ्नो साथीलाई। के सम्झाउने यसलाई? यो बच्चादेखि नै यस्तै हो। यसले सोच्यो, यसले कसैको कुरा सुन्दैन। मैले तेरो कुरा किन सुन्ने? राधा त्यो केटी हो जसको नाम पनि मैले राखिदिएको हो। कम त राम्रो थिए सानोमा, पुतली जस्ती हेरिरहँ लाग्ने। मेरै साइकलमा बसेर स्कुल जान्थे अनि मेरै साइकलमा बसेर चक्लेट खानु। सायद 13 वर्षको थिए होला महिनावारी हुँदा। लुक्न गए कि फर्केरै आइन। एक दिन आई मेरो बिहेको दिनमा अनि बेपत्ता भए। त्यसपछि अहिले आए। उसले मान्दिन त मैले के गरौँ? ठिकै छ नि त सम्धिज्यू, अब हजुरको विचार। त्यो असल मान्छे, त्यो केही नभइकन के भएर बित्यो होला है।
बिचारा यस्तो समाजको लागि साह्रै राम्रो मान्छे, उमेर पनि भएकै थिएन। राम्रो मान्छेलाई दैवले नि बेलैमा लिएर जाँदा त कठैबाट। बाबु बाबु विजय उठ त तैँले गरेर मरु मेरो बा तैँले मारिस् मेरो बालाई। विजय तिमीले के बोलेको यस्तो? तिमीलाई केही पनि थाहा छैन। नपत्याए ससुर र बुवालाई सोध। उहाँ त देवी हो ज्वाइँ साहब। सम्धिजीलाई क्यान्सर थियो, त्यही पनि लास्ट स्टेजको। त्यो थाहा पाएर पनि उहाँले बिहे गर्नुभएको। सम्धिजीको अन्तिम दिनहरूमा उहाँले साथ दिनुभयो। थोरै भए पनि उहाँले चाहिँ सम्धिलाई खुसी राख्ने कोसिस गर्नुभयो र आफू विधवा हुन्छु भन्ने थाहा पाउँदै पनि उहाँले चाहिँ बिहे गर्नुभयो। उहाँ त प्रेम र त्यागको चाहिँ देवी हुनुहुन्छ। हजुरले यस्तो भन्न मिल्दैन।